भइसक्यो र भयो है ल नमस्ते मैच्याङ मुकबाङमा सबैजनालाई वेलकम छ। हामीसँग रहेको छ मोमो एन्ड नुडल्स बुल्डक 25 पिस। अब कसले छिटो सकिन्छ खाना। लेट्स गो स्टार्ट दाइ स्टार्ट ल। अब कोही खसेर त्यो मोमो सुरु च्याम्की च्याम लगाएर मैले खाइसक्यो त यार। म छिटो भइसक्यो है। तिमीले दिन्छस् सक्दैन कुनै खानु है। यस्तो हो नि कस्तो छ यसै खान सकिन हो। यसरी त कहिले सक्छ हौ। मलाई त आँडी रोटी भन्छ होला त्यसो खाएर। Trời ơi, हुन्छ आउँदैन हेर चपस्टिक चलाउन आउँदैन। तपाईँ चलाउन आउनु जस्तो भयो मेरो। चपस्टिक चलाउन आउँदैन। चपस्टिक खै चम्ची चम्ची खै चम्ची ए सुन भन्दा हातले गर्नु सक्छ क्या हो राख्छ जस्तो देखा है मलाई भ्यायो मेरो। भोलि पेट दुख्यो भने चाहिँ बर्बाद। हात लाग्यो कि बास्टे बिस्तारै हाल्न भयो। च्यालेन्ज त छिटो चलाउनु पर्यो। मैले दिन्छु कि टेन्सन नगर है चलिसकेको नसक्ला जस्तो भयो।
पेट त फुल्यो त कसरी चपस्टिक मैले सिकेँ यो चाहिँ फेभरेट हो फेरि मेरो आपको मम्मा यदि त जस्तो लाग्यो पिरो भयो टाउकोमा नि भ्याउनु छ नि त म भइहाल्छु चपस्टिक चलाउने तिमीले दिन्छ गाइस चपस्टिक चलाउन चाहिँ आउँदैन है मलाई चपस्टिक चलाउन दिस इज फर्स्ट ट्राई भन ट्राई हैन ट्राई त गरेको धेरैचोटि यसरी यस्तो गर न यो छ नि यसरी गर क्या मेरै आमा माथि चाहिँ एकदम उ गर्नु पर्यो क्या टाइट गर्नु पर्यो निस्किन्छ क्या हो हुँदै सकिन्छ है च्यालेन्ज कहाँ हाल च्यालेन्ज नहोला जस्तो छ यार सन्चो घाँस पनि अलिक साह्रो रहेछ क्या यो त पनि पकाउनु पर्ने कि तर हाम्रो अल्फा चाहिँ कहिले पकाउँछ किनकि मैले जित्छ जस्तो लाग्दैछ मैले भने मैले भने 10 रुपियाँ बाँच्छ पेटै भरिसक्यो कसरी जित्नु हो सक्नुपर्छ क्या मलाई थाहा छ तिमीले खान सक्दैन बुल्डक अहिले हातले खान्छु हातले खान्छु अहिले म यहाँ पो पिरो ल्याएन दिमागमा खुर्सानी मैले दुईटा भाइसक्यो मेरो पेटै उठ्नुपर्छ भयो नि उल्न सक्छु मोमो त्यहाँ छ नि अझै मोमो त सक्छु होला मोमो त सक्छु पेट फुट लाग्छ यार अब 10 रुपियाँ पुसा भन्नुपर्छ अब म त हात छिटो खाएर भयो त हो भएन अब
अनि चटनी चलाउँदा मेरो टाइम वेस्ट होला जस्तो लास्टमा हातले हो यस्तो खाइदिनुहोस् म इन्डियन स्टाइल मलाई मन परेन के चाहिँ यो नसोचेको तरकारी खाइदियो त के हो यार साँच्चै तिमीले यार सक्दैन नि अब तातो लागि खानुपर्छ त्यो ओइ आउँछ आउँछ के हो सक्यो जित्यो मैले जित्यो के पाउने प्राइस थाहा छैन मलाई 10 रुपियाँ पगार 10 युरोको बात जाएन 10 युरो प्राइस पाउनुपर्छ लास्टमा चाहिँ के भन्नु थाल्यो सबैजना हाम्रो हेरिदिनु होला अहिले भन्ने ल म चाहिँ हाल्यो गाइस है सञ्जीत विनर भयो सब भ्यायो थाल पनि देखाइदियो टु डु फिनिश मलाई चाहिँ फुल भयो सबैजनाले हेरिदिनु होला ओके थ्याङ्क यू सो मच सब्स्क्राइब गर्न नभुल्नु होला हाम्रो चाहिँ यो नयाँ फर्स्ट भिडियो हो हाम्रो चाहिँ थ्याङ्क यू दाइ आया हो खाए त खतरे यार बिहानदेखि भोकै बस्नु पर्ने हो मानी होट मरिन्छ त यार यस्तो त कहाँ जाउँ अब पचाउन अब रनिङ गर तिमी कहाँ कुद्न जाउँ अब पचाउन सक्ला जस्तो चट्नी हुँदैछ चट्नी ल्याइदिन्छ दाइ